त्यसको जवाफ हजुरले सही सत्य दिनु होला है। क्लियर पार्नु पर्यो। बजेट कसरी खर्च भइरहेको छ, पारदर्शिता छ कि छैन। सामान्य उपचार पनि नभएर चाहिँ डिस्चार्ज भइरहेछन्। हेलिप्याड हस्पिटलभित्रै छ। अस्पतालमा बिरामीले उपचार समयमै पाउँछन् कि ढिला हुन्छ। एकदम ढिला सेवा पाएपछि अनि उजुर कहाँ गर्ने त? डाक्टर र नर्स पर्याप्त छन् कि छैन भन्नुहुन्छ, स्पष्ट पारिदिन सक्नुहुन्छ? हजुर यो मेडिकल गरेर लिएर आउनुहोस् त, यो औषधि लिएर आउनुहोस् त। यिनीहरूको समस्या देखिन्छ किन? आपतकालीन सेवा 24 घण्टा चाहिँ काम गरिरहेको छ कि छैन? बिरामीहरूलाई सेवा पुर्याउन चाहिँ अझै सहज होस् भन्ने तरिकाले चाहिँ योजना के छ? यतिखेर चर्को खबर हेरेर बस्नुहुने सम्पूर्णमा नमस्कार दर्शकबिन। म यतिखेर डोल्पा जिल्ला हस्पिटल दुनैको अध्यक्षजी हुनुहुन्छ। नमस्कार। नमस्कार यहाँलाई। चर्को खबर हेरेर बस्नुहुने सम्पूर्णलाई आफ्नो परिचय दिनुहोस्। नमस्कार यहाँलाई। म कमल बहादुर साई जो चर्को खबरलाई विशेष धन्यवाद दिन चाहन्छु। मेरो घर चाहिँ मृचुला गाउँपालिका वार्ड नम्बर 5 सुरत डोल्पा। डोल्पा जिल्ला हस्पिटलमा चाहिँ हजुर पदमा बस्नुभएको कति भयो? आउँदो भदौमा 3 वर्ष पुगेको छ। पनि कति भयो सुन्नमा आइरहेछ अहिले। मैले भनेको होइन, जनताको भनाइ आइरहेछ। जुन सामान्य उपचार पनि नभएर चाहिँ डिस्चार्ज भइरहेछन्, अर्को ठाउँ ट्रान्सफर गरेको छ भन्ने कुराहरू आइरहेछ। हामीसँग त्यो खालको भेन्टिलेटर नभएको अवस्था, आइसियु व्यवस्था नभएको अवस्थाले फेरि कुरा काटे जस्तो हुन्छ। जुन के छैन अहिले भन्नुभयो नि हजुरले, हो त्यो नहुनुको कारण भनेको कमजोरी सरकारको हो कि हजुरहरूको हो कि? जनताले भने अनुसार ठुल्ठुलो इस्युहरू केसहरू चाहिँ क्ल्यारिफाई गर्नुपर्छ। एउटा जनताको भनाइअनुसार जुन 10 प्रश्न बनाएर ल्याएको छ, हजुरलाई थाहा छैन यो प्रश्न सोध्छु हजुरलाई, त्यसको जवाब हजुरले सही सत्य दिनु होला है। नम्बर 1 मा छ, अस्पतालमा बिरामीले उपचार समयमै पाउँछन् कि ढिला हुन्छ? यदि ढिला हुन्छ भने कारण के हो? अस्पतालमा बिरामीले समयमै उपचार लिएको अहिलेसम्मको काम हामीसँग विवरण छ। हजुर, विशेष गरी 2टा नगरपालिकाको र यो एउटा गाउँपालिकाको बिरामीहरू बढी आउने गर्नुहुन्छ। त्यस्तो केही पनि आएको छैन। यदि छैन अहिलेसम्म हुनसक्छ ढिला एकदम ढिला सेवा पाएपछि अनि उजुर चाहिँ कहाँ गर्ने त? दयानन्द गौड सरको उपस्थितिमा डाक्टर र नर्स पर्याप्त छन् कि छैन? सबै पर्याप्त उपस्थिति हुनुहुन्छ कि हुनुहुँदैन? अब म आउँदाखेरि 9 जना हुनुहुन्छ, सबैको स्टाफ 100 को हाराहारीमा हुन्छ। स्वास्थ्य र अस्पतालको पेरिफेरी हामीसँग 11 जना डक्टर हुनुहुन्छ। 11 जना डक्टरमा एमडिसी डक्टर 1 जना हुनुहुन्छ। त्यसैले एमडी 2टा हुनुहुन्छ। एमडिएसका डक्टर हामीसँग अरू 7 जना जति हुनुहुन्छ। 7 जना। बाँकी स्टाफ नर्स हामीसँग हुनुपर्ने सङ्ख्या 7 जनाको ठाउँमा हामीसँग 8 जना हुनुहुन्छ। औषधि त हस्पिटलमा पाउनुपर्ने हो, बिल बनाएर दिने डक्टरको काम हो होइन? बाहिरबाट हजुर यो मेडिकल गरेर यो औषधि लिएर आउँछ, यिनीहरूको समस्या देखिन्छ किन? यो समस्या हिजोदेखि अहिलेसम्म एकदमै जनताले भोग्दै आएको स्थिति छ। बुझाइमा नेगेटिभ पनि हुनसक्छ, पोजिटिभ पनि हुनसक्छ। तर जनताको बुझाइमा यो सिस्टमले काम गर्दाखेरि चाहिँ कतै अध्यक्षको मेडिकलसँग कुनै गोप्य के प्लानिङ त होइन, यो हो कि सरकार यसरी गइरहेछ क्या। यसलाई क्लियर हजुरले पारिदिनु भयो भने स्वाभाविक कुरा, बाहिरबाट देख्ने कुरा स्वाभाविक हो। अवस्था देखिसकेबाट बजारमा गएर किन्ने जो प्रचलन थियो त्यसको चाहिँ अलिक कम हुँदै गइरहेको स्थिति छ। धन्यवाद अध्यक्षज्यू। आपतकालीन सेवा 24 घण्टा चाहिँ काम गरिरहेको छ कि छैन? कालीनको कुरामा हामी 24 घण्टा एलर्ट अवस्थामा हाम्रो टिम छ। अब पेसेन्टहरू होइन भर्ना भइरहेको, अब त्यो बिरामीहरूलाई सेवा पुर्याउन चाहिँ अस्पतालले के योजना बनाएको छ त? यो दूरदराजको नेपाल सरकारले अलिअलि चाहिँ ज्येष्ठ नागरिक विशेष अब क्लस्टरको हिसाबमा केही व्यक्तिहरूलाई चाहिँ अब त्यहाँ बस्नुको खानापिना र अथवा रिफर भइसकेपछि आते जाते पैसा दिने चाहिँ व्यवस्था गरेको छ। हस्पिटलमा कुनै पनि शिशुले जन्म लियो, बच्चा र आमालाई सुविधा के छ? नेपाल सरकारले शिशुको पनि अब छोरा जन्मेपछि र छोरी जन्मेपछिको पनि यो विभेदको अन्त्य गर्नको लागि केही चाहिँ अब नाना दाना सहितको केही पैसा दिने व्यवस्था पनि यो प्रदेश सरकारले गरेको स्थिति छ। भिडभाड हुन्छ, लाइन हुनसक्छ, एकदम सहज तरिकाले चाहिँ ल्याउने एउटा हजुरको सोचमा सेट गर्नुभएको छ भने हामीलाई के गर्नु भएको छ? बिरामी पूजा लिन्छ। पूजा लिएर अब चेकअपमा ओटीहरू विभिन्न ओटीहरू हामी 4 ओटी सञ्चालन गरेका छौँ। पूजा लिएर कुन प्रकृतिको बिरामी हो, कुन विशेषज्ञ डक्टरलाई भेट्न पर्ने हो,
त्यो पूर्जामै लेखेको हुन्छ। म धेरै गर्दैन, अब एउटा दुईटा क्वेसन गर्छु। अन्तिममा आइसकेको छौँ, ध्यान दिएर सुन्नुहोस् है। बजेट कसरी खर्च भइरहेको छ, पारदर्शिता छ कि छैन, एउटा पदको हिसाबले हजुरमाथि आयो कुरा। खासमा योभन्दा अगाडिको बजेटमा हाम्रो समितिको काबुमा नरहने तर सबै बजेट खर्च गर्नको लागि समितिले निर्णय गरिदिनु पर्ने। बजेट माग गर्ने त एउटा अध्यक्षको पहल त अध्यक्षको हुनुपर्ने होइन र? यस्तो हो, ठेक्का हजुरले चलाउनु या नचलाउनु अरू कसैलाई दिनुहोस्, त्यो एउटा के हो त, तपाईँ एउटा सहज तरिकाले बस्नु, टेन्सन मुक्त गर्नु हो, त्यो भनेको त एउटा म बुझ्छु। पहल गरेर ल्याउने त हजुर हो नि त। एमआरपीको रेगुलेटरी व्यवस्था गरेका छौँ। अब त्यही बजेट अभाव अस्पतालबाट विभिन्न स्रोतबाट जम्मा भएको पैसा डेन्टलको सामग्री समस्या पऱ्यो, त्यता प्रयोग सामान किन्ने काम भयो। अब इसिजी मुटु विभिन्न मेसिनहरू ल्याउँदाखेरि पनि त्यसमा ध्वनिसम्म हामीले सपोर्ट गरेका छौँ। आउँदो 1 वर्षमा एकदम ठोस भनेको चाहिँ देखिने छर्लङ्गै होइन, अन्त ठोस हुने योजना के छ? 1 वर्षभित्र ठोस हामीले यो हुनु नै पर्छ, हुने नै हो ठोस। रोल्पा जिल्लामा अनिवार्य। रोल्पा चाहिँ हामीले विभिन्न अब यहाँको अगुवा नेताहरू र जनप्रतिनिधिलाई अब साथ लिएर हामी चाहिँ निक्षयमानको अब त्यो कार्यक्रमलाई जसरी पनि ल्याउने र रोल्पा जिल्लामा रहेका स्वास्थ्य पीडितहरूलाई चाहिँ अब सेवा दिने भन्ने हिसाबले हामी पहल गरिरहेका छौँ। धन्यवाद अध्यक्षजी। नागरिकले यो अस्पतालमा भरोसा किन राख्छन्, यदि राख्दैनन् भने किन राख्दैनन्? समुदायहरूबाट कमजोर आर्थिक अवस्था भएका समुदाय परिवारहरूबाट आउने बिरामीहरूलाई चाहिँ अब केही चाहिँ नेपाल सरकारको नियमअनुसार पाउने सेवा सुविधा भएको हिसाबले पनि यो जोल्पा जिल्ला अस्पतालमा मान्छेहरू चाहिँ अब एउटा आउने आशा राख्ने र भरोसा राख्ने एउटा माध्यम विश्वास निर्देशन विस्तार छर्लङ्गै पारेर चर्को खबरमा हेरेर के क्लियर पारिदिनु पर्यो भने हजुरले यहाँ देखेको सहजीकरण, अब आउने सहजीकरण त्यसपछि पहिला पुल थिएन, हजुरले पुल सोच्नु पर्यो, पुल बन्यो। अब पुल बनिसकेपछि पनि अब के कुराको अपुग छ त्यो भनिदिनुहोस्। सरकारसँग तुरन्तै माग गर्नु पर्यो भने हस्पिटलको लागि जनता बचाउनको निमित्त माग के गर्न चाहनुहुन्छ? म आइसकेपछि आँखाको सेवा थप भएको छ, डेन्टलको सेवा थप भएको छ। त्योभन्दा अगाडि थिएन। अब मेरै आँखा दुख्यो भने पनि म त्यहाँ गएर मेरो आँखा चेकअप गरेर चस्मा लिन सक्नुहुन्छ। मेसिन हुनसक्छ, मेसिनको कमजोरी छ कि अब हरेक कुराहरू त्यस्तो हजुरले तत्काल माग गर्नु पर्यो होइन। हस्पिटलको लागि एउटै चिज माग्नु पर्यो भने के माग्नुहुन्छ सरकारसँग? एउटा चिज यो मात्रै भयो भनेपछि नागरिकले चाहिँ दुःख पाउँदैन थियो कि अलिकति भन्ने सरकार। रोल्पा जिल्लामा अब ठुल्ठुलो अपरेसन गर्नको लागि हामीसँग आइसियु बेड, भेन्टिलेटर, एमआरआई र सिटी स्क्यानका कुराहरू छैन। यी कुराहरू व्यवस्था गरिदिन सक्यो भने हामीसँग भएको मेन पावरले पनि हामीले रोल्पा जनतालाई अब समयमै सोचे अनुसारको अब दूरदराजका एकदम कमजोर अवस्थामा रहेका समुदायभित्रका बिरामीहरूलाई हामीले त्यो सेवा दिन सक्छौँ। हामीलाई त्यो आवाज भएको छ। हजुरलाई के चाहियो? मेसिनहरू चाहियो। मेसिनहरू चाहियो। हजुरलाई चर्को खबर आएर यसरी अन्तर्वार्ता गर्दाखेरि नाना थरी क्वेसन सोध्यो भन्ने खालको भाइब्स दिमागमा गएको छ कि हजुर चर्को खबर आएर चाहिँ हजुर खुसी हुनुहुन्छ, दुखी हुनुहुन्छ यस विषयमा? म धेरै खुसी छु। चर्को खबर चाहिँ रोल्पा जिल्लामा यस्तै गरी अब स्वास्थ्य सम्बन्धीका कुराहरूमा जो खालको चासो राख्नुभयो, हजुर यो चासो रोल्पाली जनताको हितका निम्ति हुनेछ। रोल्पाली जनताले कसरी चाहिँ अब स्वास्थ्यबाट सेवा लिन्छन् भन्ने कुराको चासोलाई जनतासँग पुर्याउनको लागि पनि जो सहयोगको भूमिका रहनेछ यसमा। हजुर यसको लागि चर्को खबरलाई विशेष धन्यवाद दिन चाहन्छु। पदमा बसेको मान्छेलाई हरेक कुरा थाहा हुन्छ, हजुरले चर्को खबरलाई खबर गर्न सक्नुहुन्छ। खबर हजुरको साथमा छ भनेपछि हजुरले चर्को खबरलाई साथ दिनुहुन्छ भने कसरी साथ दिनुहुन्छ? र रोल्पाली जनतालाई थप सुशिक्षित गरेर स्वास्थ्यप्रति अब प्रचार प्रसारको अहम भूमिका खेल्नेछ भन्ने कुराको त्यो आवाज भएको छ। चर्को एकदम ताजा खबर दिनको लागि अब सुरुवात गर्नुभएको छ। यहाँको मिडियालाई चाहिँ विशेष सफलताको शुभकामना। चर्को खबरको साथमा छौँ, हामी हातेमालो गरेर अगाडि बढ्नेछौँ। धन्यवाद।